सुकुम्बासी बस्ती हटेपछि बालेन सरकारको काम देखेपछि हजारौं नागरिक आज बिचल्लीमा छन्। मान्छे जति गरेर हजुर यो एउटा मान्छे भएर मात्रै म आएको। हजुर मान्छे नै हो, मान्छे होइन भगवानै हो हाम्रो लागि। यतिखेर हामी चिल्ली र बिल्ली बसेको ठाउँमा हजुर आएर यहाँ हामीलाई भेट्यौँ भने हामी एकदम खुसी छौँ। यो गाईको पाप भएर मलाई केटी बरु चाहन्छ मेरो यो स्कुल भत्काइदियो। मेरो नातिले के भन्छ भने बाबा मेरो घर त भत्काए यो स्कुल चाहिँ किन भत्काएको त मेरो अधिकार छैन बाबा भन्दाखेरि कति हाल हजुर म मर्छु झुन्डिएर भन्छ। यहीँ हाल 5 वर्षको 10 वर्षको नाति छ हजुर। यस्तो हजुर आइदिनु भयो म 13 वर्षको हामी छौँ म छु है। न बस्ने ठाउँ छ न खानाको भर, बालबच्चा बुढाबुढी बिरामी सबै पीडामा छ। दुःख लाग्छ त्यही हो हजुर। जस्तो यतिखेर प्रधानमन्त्री भइदिए भए हामीले धेरै रात पाइने त सर हामीले पाइएन, जानेनन्, जनताले जानेनन्, मेन जनताले नै घात गरिदिए यति हो हजुर। दिन 2 गुणा गाह्रो, रात झनै पीडादायी। देशैभरि सुकुम्बासी बस्तीहरूमा डोजर चल्ने भनिँदैछ। अहिलेसम्म एउटा नेता पनि बस्तीमा छिरेन हजुर। हाम्रो मैले मिडिया मार्फत नि हजुरलाई भनेको मेरो गाई छ, मैले कतै जान पाइनँ। मलाई यो गाईको घर भत्काने गाईको गोठमा नभत्काइदिनुहोस् प्लिज। मलाई यो चाहिँ पाल्न दिनुहोस्। म रोडमा बस्छु भन्दाखेरि मलाई कसैले निकाल लगाइदिनु। आज मनहरा र थापोथालीमा हड्क साम्पाङ पुग्दा सुनिएको आवाज यही हो। हामी कहाँ जाउँ? गरिबका लागि देश र सरकार छ कि छैन? तपाईँ यो विषयमा के भन्नुहुन्छ? कमेन्ट लेख्नुहोला।